हाई एभ्रिवान, वेलकम टु माई अनदर मिनी भ्लग। आजको भ्लग चाहिँ एकदम स्पेसल हुनेवाला छ किनभने आज चाहिँ मेरो साथीहरूसँग गेट टुगेदरको प्लानिङ छ। हाम्रो चाहिँ एकजना साथी जापानबाट दुबई घुम्न आउनुभएको थियो। त्यसैले हाम्रो चाहिँ सबै मिलाएर भेट्ने प्लानिङ थियो, तर भने जस्तो नहुने। त्यसैले आज फाइनल्ली सबैको डे अफ मिलाएर हामी चाहिँ भेट्ने प्लानिङ गर्दैछौँ। हामीहरू चाहिँ नर्सिङ पढ्दाको साथीहरू सबैजना, अनि जति नै टाढा भए पनि हाम्रो फ्रेन्डसिप चाहिँ जहिले पनि सेम नै छ स्टिलसम्म। फाइनल्ली हामीहरू सबैजना भेट भएर गफ गऱ्यौँ, फोटो खिच्यौँ। ऊ चाहिँ मेरो साथी मात्र नभएर भाउजू पनि हो, त्यसैले हजुर तिमी जे पनि चल्छ। त्यही भएर कस्तो साथीलाई नि तपाईँ भनेको भनेर कन्फ्युज नहुनु होला। जापानबाट चाहिँ उहाँ र उहाँको छोरी भएर आउनुभएको थियो। म चाहिँ उहाँभन्दा पनि छोरीलाई भेट्न एकदम एक्साइटेड थिएँ, किनकि म सानोमा देखेको, अहिले त कति ठुलो भएर मान्छे पनि कति क्युटी। र हामी चाहिँ टिकटक बनायौँ, देख्न सक्नुहुन्छ ऊ त एक्सपर्ट टिकटक बनाउन। र हामीहरू चाहिँ खाजा खानको लागि बाहिर निस्कियौँ। र नेपाली भइसकेपछि मोमो र चाउमिन चाहिँ छुट्याउने कुरै भएन। र यो चाहिँ एकदम मिठो थियो, मिठो खाजा प्लस साथी भइसकेपछि अरू त केही नै चाहिन्छ। र हामीहरू खाजा खाएर भ्याइसकेपछि चाहिँ यो मिनी यटमा चाहिँ गएर फ्रेस हावा खाँदै, डान्स गर्दै, गफ गर्दै इन्जोय गऱ्यौँ। र हजुरहरू पनि यो मिनी यटमा जान चाहनुहुन्छ भने चाहिँ यो चाहिँ पर आवरको हिसाबले हुन्छ। पर आवर चाहिँ 140 दिराम छ भने चाहिँ हाफ आवरको चाहिँ 80 दिराम हुन्छ। यसमा चाहिँ हजुरहरू आफ्नो ग्रुप साथीहरू बसेर म्युजिकहरू लगाउँदै जान सक्नुहुन्छ। एकदम रमाइलो हुन्छ। र यो चाहिँ वान अफ द बेस्ट मेमोरिज रह्यो हाम्रो ट्रिपको। हामी यति धेरै नाच्यौँ कि स्टिल सम्झिँदा पनि एकदम मोमेन्टहरू फ्रेस भएर आउँछ। र त्यहाँको फ्रेस हावा खाँदै म चाहिँ भिडियो लिएँ, फोटोहरू खिच्यौँ हामी बिचबिचमा। कति छिटो 1 आवर गयो थाहा नै भएन साथीसँग नाच्दा गाउँदा जिस्किँदा फोटो खिच्दा। र फाइनली हाम्रो चाहिँ 1 आवर कम्प्लिट भइसकेपछि हामी चाहिँ अब त्यहाँबाट निस्केर चाहिँ हामी साथीको फ्ल्याटमा चाहिँ मम्मीले खाना बनाउँछु भन्नुभएको थियो। र त्यहाँ गयौँ, जो खाना बनाउनु भएको रहेछ खायौँ। जति नै बाहिरको खाए पनि घरको भनेको घर नै हुन्छ। र हामी चाहिँ खाना खाएर निस्कियौँ। हामी अर्को साथीको रुममा गएर ड्रेस चेन्ज गरेर फेरि हामी चाहिँ टिकटक बनाउन लाग्यौँ। हाम्रो एनर्जी बिहानदेखि यताउति गर्दा पनि स्टिल साथी भेटेपछि चाहिँ अझै पनि थक्कै लागेको छैन। र हामी अफ गर्दै बसिरहेको थियौँ र करेन्ट खाने भनेर प्लान भयो। र हामी चाहिँ करेन्ट खाएर फेरि हामी नजिकै एउटा बिच रहेछ त्यहाँ जानको लागि रेडी भयो। र त्यहाँ गएर हामीले तातो चिया खायौँ। तर मैले चियाको भिडियो चाहिँ लिन बिर्सिएँ। र यो भ्यूमा चाहिँ केही पनि देख्न सक्नुहुन्न, अँधेरो हो तर पानी चाहिँ चिसो थियो। एकछिन फ्रेस हावा खाएर रातिको 1 बजिसकेको थियो। हामी चाहिँ त्यहाँ एकछिन बस्यौँ, गफ गऱ्यौँ र घर फर्केर सुत्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। होप यु गाइज विल लाइक माई भिडियो।